गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि सबैलाई स्वागत छ। म चाहिँ आज देखाउन गइरहेको छु मेरो घरमा जुन एड भयो, जुन थपी होइन, नयाँ पाठाहरू जन्मे, अहिलेको पालीमा जन्मेका छन्। 8वटा जति छन् होइन, देखाउन गइरहेको छु। अब पहिला 29वटा थिए, अहिले 8वटा भए, 37वटा जति भए है। देखाउँछु म। सबैजना हेरिदिनु होला होइन, नाम पनि राखिदिनु होला है त, के नाम राखिदिनुहुन्छ है त। हेर्न सक्नुहुन्छ यहाँ यत्रो पाठाहरू छन् मेरो, हाम्रो अहिले नयाँ एड भएका पाठाहरू है त। यहाँ एड भएका पाठाहरू यहाँ नयाँ छन्। यो 2टा, त्यसपछि यो एउटा, यो 3टा, यो एउटा, सबै थरी थरीका छन्। यता हाम्रो दिदी हुनुहुन्छ है। ओ दिदी यता देखाउनु त, यता हेर्नु न दिदी। दिदी नहेरिकन जानुभयो, अब केही भएन। दिदी रिसाउनु भयो होला होइन, अब अनुहार देखाउनको लागि अमूल्य अनुहार देखाउनको लागि। ठिकै छ, केही भएन, हेरिदिनु होला। यिनी चाहिँ आमा हुन् है त। र यहाँ आलु खनेर राखिएको छ र म अब आलु खन्न जान्छु। यो चाहिँ मेरो उयोहरू है, डम्बलहरू है त। यो चाहिँ मेरो आजको हाम्रो काम रहेको छ। यी हेर्न सक्नुहुन्छ सबैले, आलु र उयो गर्ने, मतलब आलु खन्ने काम रहेको छ। यहाँबाट उता पारीसम्म सबै हाम्रो आलु नै आलु, वहीँसम्म आलु, पल्लोसम्म देखेसम्म आलु नै आलु हो। यहाँ बुवा खन्नु भएको छ, उता मम्मी घाँस काटिरहनु भएको अहिले भनेर। अनि त्यसपछि अहिले गाईलाई हुन्छ भनेर घाँस काटिरहनु भएको छ। अब एकछिनमा म आलु खन्छु है त। अब आलु खने भिडियो पनि देखाउँला, सबैजनाले हेरिदिनु होला। यता चाहिँ हाम्रो सिमी रहेको छ। अनि त्यसपछि सिमी त अब 7-8 लट टिपेर भ्यायो के अरे। अनि त्यसपछि भाउ पनि राम्रै आयो यसपालिको। आजको वातावरण हेर्नुपर्दाखेरि खासै आज लाग्ला जस्तो छैन। अब के हुन्छ, चिसचिसी छ। हेर्न सक्नुहुन्छ है त। म अब यस्तो गरेर यो आलु खन्छु है त। अनि त्यसपछि ट्याक्क लाएर आलु खन्छु। यता चाहिँ हाम्रो काउली बारी छ है त, हेर्न सक्नुहुन्छ। यता काउली छ, अनि काउली पनि ठिकै फल्यो, राम्रै फल्यो। अनि यता चाहिँ लसुन छ। यता हाम्रो गोठ भइहाल्यो। यता लसुनहरू पनि छ किन है त। ल सबैजनाले सबैले लाइक एन्ड सब्सक्राइब गरिदिनु होला र एक्जामलाई सेयर पनि गरिदिनु होला है त। बाई बाई, टाटा, सी यू। अर्को भिडियोमा भेट्ने छौँ।